त प्लिज मलाई के म्याम तपाईलाई अटोको माया छैन अरे के समातेको ला गर्छ होला नि त ला मुनि हेर्न साथीहरु कति तल छ ओए खुट्टा काट्दै रहेछ माकाट यो कत्रो मासु छ लु यो ट्याम्पस लाउँदैछ नभए यता देखाइन्छु लु भिडियोलाई सुरु गर्नुभन्दा पहिला हजुरहरुको लागि एकदम इन्ट्रेस्टिङ प्लेटफर्मको बारेमा भन्न गइरहेको छु जसको नाम हो मस्टबेट। मस्टबेटबाट हजुरहरुले विश्वकै बेस्ट अनलाइन गेमहरु खेलेर थुप्रै पैसा कमाउन सक्नुहुन्छ अनि कमाएको पैसा पनि सजिलैसँग विथड्र गर्न सक्नुहुनेछ। डिपोजिट र विथड्र चाहिँ हजुरहरुले आफ्नै लोकल पेमेन्टबाट सजिलैसँग गर्न सक्नुहुनेछ अनि यसको चाहिँ 24 घण्टा सर्भिसहरु चाहिँ अवेलेबल छ। गेम कहाँबाट डाउनलोड गर्ने भन्ने बारे चाहिँ मैले डिस्क्रिप्सनमा लिंक राखिदिएको छु। हजुरहरुले डिस्क्रिप्सनको लिंकबाट चाहिँ गएर गेम खेलेर चाहिँ थुप्रै पैसाहरु कमाउन सक्नुहुनेछ। यदि हजुरहरुले स्क्रिनमा देखाइरहेको प्रोमो कोड युज गर्नुभयो भने चाहिँ हजुरहरुले बोनस पनि प्राप्त गर्न सक्नुहुनेछ। सो ढिला नगरिकन डिस्क्रिप्सनमा भएको लिंकबाट गएर चाहिँ गेम डाउनलोड गरेर फटाफट गेम खेलेर टन्न भन्दा टन्न धेरै रास पैसा कमाउनु है साथीहरु। लास्ट साथीहरु स्वागत छ तपाईहरुलाई फेरि पनि आजको मेरो पर्सनल न्यू डे न्यू ब्लगमा। अनि अहिले छौं हामी धरानमा बेबी गर्लको साथमा। हेलो भन नकली हेलो यो बतरी हो अनि यता हुनुहुन्छ बेबी गर्लको दिदी उहाँ चाहिँ लजावती हुनुहुन्छ। अहिले अनुहार देख्न नपाए पनि अहिले भरै मेरो भ्लगको एन्डसम्म त एकचोटी त अनुहार देखिहाल्ला नि कि कसै साथीहरु हैन। हामी कहाँ जान लागेको चाहिँ अहिले एकछिनमा खान्छु टन्न हुन्छ भुरी तनिन्छ अनि मात्र भन्छु कि कहाँ जान आँटेको हैन। तर तपाईहरुले थम्बनेल हेरेर पनि थाहा पाइसक्नुहुन्छ मलाई थाहा छ तपाईहरु एक नम्बरको चलाक हुनुहुन्छ क्या चलाक। तर बेबीको भ्युअर्स भएपछि बेबीको सब्स्क्राइबर भएपछि यतिको चलाक चाहिँ हुनुपर्ने हुन्छ। हामी आइपुग्यौँ अहिले धरान नपत्याए तपाईहरुलाई म देखाइन्छु घण्टा घर देख्नु भयो उ ठ्याक्क कति बज्यो घण्टा बज्यो त 12 त होइन होला दाजु 12 बजेको आम्मा साथीहरु यस्तो पाराको उठाइले चाहिँ भएन। यो चाहिँ भानुचोकको बस स्ट्यान्ड अब यता सिधै पर्खेर चाहिँ पुतल लाइन अनि हामी जाँदैछौँ बिरयानी खान ल। यो खोला न यहाँ आइसक्यो साथीहरु यो हाम्रो बिरयानी आइसक्यो हैन। कस्तो छ बास्ना हाल न नुनु कोट्याउनु थालिहाल न फटाफट। त्यो मुनि के रे माथि हाल नि त्यो मुनि ग्रेभी पनि हाल तातो भएन ल हेर घोप्टा कि बाफ्रे गुड भेरी गुड। साथीहरु मैले सोचेको थिएन क्या यो गङ्गाले नि यत्रो रास खान सक्छ भनेर बा हेरेको हेर न ओइ हेरेको हेर न तिर्ची नजर वाह खाऊ हाम्रो चाहिँ यता छ हैन यहाँ अन्डा पनि आइसकेछ खानुपर्ने हुन्छ। साथीहरु टन्न खायो अगायो हैन अनि यो चाहिँ उब्रेको हो त्यही भएर हामी चाहिँ बोकेर जाँदैछौँ। प्लास्टिक पनि दिनु भएको थियो तर भन्छ तपाईहरुलाई देखाउनु पर्यो भनेर म चाहिँ बाहिर झिकालेर बोकेको क्या। अब के गर्नु पैसा परेको पैसा तिरेको अब यसरी उब्रेर फ्यालेर त हिँड्नु भएन नि त। अब हामी त्यहाँ घुम्न जान्छौँ भने जहाँ जान्छौँ त्यही निकालेर खान्छौँ जाम ल आउन अब यहाँ पैसा तिर्नु के नि हेरिराखेको। साथीहरु हामी छौँ अहिले भात भटेनीको अगाडि यहाँ बिरयानी बोकेर आयो बिरयानी लेलो मात्र 450। साथीहरु यहाँ हामीले भन्नु हामीले 1230 को खाएको बिरयानी हो त पैसा पनि यही रिच किड्सले तिरे कि लोडेड हो नि त लोडेड। ल साथीहरु म भान्चोक पनि आइपुगिसके कि हातमा यसरी म बिरयानी बोकेरै म भान्चोक आइपुगिसके। अब यहाँ हामी अटो खोज्नु पर्ने हुन्छ साथीहरु। अब म भन्छ अब त हामी खाएर आयो हैन एप्पल अब हामी ए दाजु साँच्चै हुनुहुन्छ अनि अब आइदिन्छ हामी जान आँटेको डेन्जर 5 जान आँटेको गाडी बुझ्यौ कस्तो आउनु त खै कतिखेर आउँछौँ कि थाहा छैन कि हैन। अटोमा जाने भनेको के तपाईँको अटो हैन भन्नु न अनि तपाईहरुलाई आउनु जानु 2000 मा गरिदिन्छु। तिमी बियोस हो यहाँ आउनु जानु 2000 अरे आउनु जानु 2000 अरे गएको थियो अनि 1000 हो त गएको दिनु कति लिन्छ त नि किन गर्ने छ्या हेर्न है साथीहरु आउनु हैन हैन जानु हैन अनि त्यहाँ एकछिन पर्खेर हामी घुमिन्जेल पर्खेर अनि आको 1800 भन्नुभएको छ कि के कति हो तपाईहरु कमेन्ट गर्नै कि बा मलाई ठगेको हो कि केटाकेटी देखेर बा भयो लु हैन भन्नु पर्छ अब यसमा जाने हो तपाईले भिडियो कल गरि पनि हामी ठग्छौं त अब के थाहा ड्राइभरलाई पनि आज चढ न छिटो तेरेका यहाँ गर्मी भइसक्यो उताको बेला
मुता तिमीलाई त मुते मात्र त आइरहेको छ त बतरी यिनीहरूलाई त यस्तै हुन्छ हिँड्ने बेला मुत आउँछ के आउँछ अब चढी त हाल्यौँ अब जाने हो गुटुङटुङ आज एडभेन्चर पार्कमा यो बेबी गर्लको पाप हुन्छ हेर्नु है साथीहरू भिडियो अन्तिमसम्म हेर्नु मलाई सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब पनि गरिहाल्नु कि आज कतिसम्म यसको चटक्स हुन्छ भनेर मलाई थाहा छ साथीहरू यहाँ हेर्नु है हामी यस्तो अफरोड बाटो जाँदैछौँ घुम्नको लागि अब के गर्नु साथीभाइहरू बल्ल बल्ल आउँछन् लानै पर्यो बाटो चाहिँ खतरा छ कति मुत आउँछ हौ यसलाई चाहिँ बाख्रे निक्लिसक्यो बाहिर निक्लियो थाहा पटुको थाहा भयो पटुको पोखेर यिनीहरूले पात्न पनि दिँदैन हौ मेरो भिडियो बनाइदिएको गर्छ हौ के आयो पात गयो पातको दिनु बात के बात मिसी पुरानो धर्नुपर्ने हो कस्तो डेन्जर देखेको हौ बाटो त बा गाइस साथीहरु हामी हाम्रो डेस्टिनेसनमा आइपुग्न लागि भयो धनी बरालो हाँसेर मर्यो थुइया कस्तो हाँसेको हौ ओइ ला ओइ के गरे के समातेको ला होला नि त ला ल और अगर तुम लोग नए हो तो सब्सक्राइब करो वो जो लाल वाला बटन है उस पर फूट फेंक के मारो या फिर मोमबत्ती मुझे नहीं पता बस क्लिक हो जाना चाहिए माको बोके नि सयो ए कस्तो राम्रो चिटिक्काको घर हौ वाउ नि ब्लू कलरले कस्तो दामी खुलेको हौ कस्तो राम्रो हो चिटिक्क गेट खुले रहेछ ल वेलकम पनि दे आमामा क्यामेरा फुटेको होइन त मर्का बोकेर बाहिर चाहिँ झिक्ला न छिटो आऊ के किन ब्लर आउँछ भनेको त क्यामेरामा धुलै टाँसेको रहेछ अनि के चाहिँ हरायो भने अहिले तपाईँ चाहिँ के गर्नुहुन्छ हौ तपाईँलाई अटोको माया छैन लुगा मात्र छ चिन्ता लिनु पर्दैन ल चल्दिम वाउ कस्तो चिसो हावा आएको है बा ओइ मलाई क्या म्याम गर त यहाँ यता ओह्रालो चाहिँ झर न मलाई क्या म्याम प्लिज मलाई क्या म्याम प्लिज मलाई क्या म्याम मलाई क्या म्याम प्लिज मलाई क्या म्याम तिमी बतरा या कुदेको पनि अरे खान्दा खाएको त हौ अघि भर्खरै 2 दिन त खाएर आउँछ पावर ए अनि कहिले नखान लाग्दा मटकामा ल्याएको छ त्यही खाऊ न अब ल आज तिमीलाई म उ त्यस्तो खेलाउँछु खेल्ने उ त सिंगल साइकल खेल तिमी ल अनि यो चाहिँ तिमी र म बसेर खेल्नुपर्छ फन घुम्ने क्या मुत्ने जाऊ न त नि मैले बुझ्न नसकेको कुरा कि साथीहरू यो चप्पल लाएर यो कसरी हिँड्छ हौ बा चप्पल लाएर म यसरी ठुक ए कत्रो मोटो छ हौ बा या रोक हिँड्नु त साथीहरू यत्रो मोटो चप्पल कसले लाउँछ हौ बा ओए रोक यहाँ राम्रो देखाउनु पर्छ यहाँ दर्शक मान्नु भएको बा हेर न हिलु यहाँ उचालेर देखाइन्छ त यत्रो चप्पल लाएर चाहिँ कसरी हिँड्छ हौ बा जब हामी उतिनाहरू खेल्नुपर्छ यहाँ तल देख्न सक्नुहुन्छ साथीहरू कति धेरै खेल्ने कुराहरू छ कि अब हामी यसको लागि चाहिँ हामीले टिकट काट्नु पर्ने हुन्छ अनि यता छ टिकट काउन्टर साथीहरू हामीले 2टा टिकट काट्यौँ यो नि टिकट मात्र होइन नि फेरि यो 2000 दाम हो 2000 दाम फलेको क्या भर्खरै हामीले फलाएको यो चाहिँ डरै मात्र लाग्छ नि त्यो झुन्डिने पनि खेलौँ भनेको पुड्को मान्छेहरूको त मुटु पनि यत्रो पुड्को छोडो हुन्छ है क्या हौ डराइ मात्र गर्छ छिया भनिदिएको हौ के थाहा त भनिदिएको मात्र हो भनेर भनि त हाल्यो मैले सुनि त हालेँ अनि हो क्या भन्नु त दाजु अनि बाटोमा कुदाउने भएर ब्रेक लाउनु यो डोरीमा घिस्रिँदै जानु नि के को ब्रेक त्यहाँ तिमीलाई किन रोकिनु पर्यो बिचमा यहाँ आधी बाटो पुगेर गर्थ्यो होला ब्रेकको कुरा गर्छ हौ छिया के रिसाउँदा पनि राम्रो देख्छ अनुहारै सेक्सी छ झन् कालो गिजा छ केटा त पक ढालिदिन्छ अन्त यसरी छिन्नु यहाँ ए तेरिका त बुढालाई कटु लगाइदियो आयो म लाउँदैछु त ओइ लाउनु पर्छ नि केमा झुन्डिन्छौ यो नलाएर चाहिँ त्यसरी कस्तो मत हुन्छ आफूहरूलाई त कस्तो मत छ पैसा पनि तिर्नु पर्दैन त्यो पनि लाउनु पर्छ त यस्तो प्याम्पस मम्मी पत्तो यहाँ खिच्नु त राम्रो खिच है राडी खिचिरहेको छु त हौ ल तिमी मेरो साथले नि राडी भन्नु सिकिसकौ
आफ्नै अर्काको खिच्छु त अनि म त राम्रो अर्काको भ्लगमा चाहिँ किन आफै मात्र अनुहार देखाउन पुड्की छ है साथीहरू चप्पल कत्रो छ तपाईँहरूलाई मैले अघिदेखि देखाइसकेको छु नि चप्पल चाहिँ कत्रो लाउँछ भनेर आउँछ हौ साथीहरू यहाँ मेरो चाहिँ किन नगरिदिएको हुन्छ लु यहाँ प्याम्पस लाउँदैछ नभए यता देखाइदिन्छु लु बन्जे हाम फाल्नु अनि गुवा गुवा रुनु अनि लुन त जाने फुकालिदिनु अब एउटा हातले पकड एउटा हातले यो गर ल आँखीमा लड्दैन त केही गरे पनि होइन त धेरै स्पिड नजाऊ ल ल एकदम अब डर लाग्छ अनि के को स्पिड ओइ होइन म त यतिकै ठिक छ ओइ साथी ए हो म यो बेबी गर्लको चाहिँ यस्तो अनुहार हेर्न चाहन्छु क्या म त पैदल नचाल्दा हुने रहेछ कुदी त हाल्ने रहेछ ए तर साथीहरू यसमा खासै चाहिँ डराउनु चाहिँ हुँदैन किनभने होइन लडे पनि हाम्रो यहाँ माथि यो स्टिरिङ के झुन्डिने राखिदिएको छ नि त त्यो झुन्डिनेमा म त झुन्डिनै हाल्छु मुनि हेर्न है साथीहरू कति तल छ अनि तर बा म खतरा मुटुवाला मान्छे रहेछ है मलाई त डर नलाग्ने रहेछ बा ला 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 उया पर जानुपर्ने हुन्छ अनि उया पुगेर म अहिले फर्किन्छु अनि त्यहाँ फर्केपछि बेबी गर्लको पालो आउँछ कस्तो म यसरी यहाँ साइकल कुदाउँदै गरेको अगाडिबाट कसरी खिच्दैन मलाई साह्रो चित्त दुःख हौ छ्या ला 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 भइहाल्यो नि त आइपुग्यो है म यस्तो छ यताउति सिन त्यहाँ पुग्नुपर्ने हुन्छ अस्तिको चोटि पनि म आएको थिएँ कि साथीहरू तर मैले साइक्लिङ खेलिनँ क्या अस्तिको चोटि महँगो थियो नि त यो चोटि चाहिँ डिस्काउन्ट पाइयो त्यही भएर खेलेको प्याकेजमा अस्तिको चोटि मैले प्याकेज लिन लोभले कति लोभ छु म ओभर लोभ गर्छु नि त दाजु चाहिँ अघि आउनु भयो अनि त्यहाँ आएर पर्खिरहनु भएको थियो आएर पनि साइकल उता फर्काइहालिसक्नु भएछ हौ बा देख्नुभयो त दाइ म डराएँ त म डराउँदिनँ नि कस्तो खतरा मान्छे हो म आइपुग्यो त नि उहाँ पारीबाट वारी बेबी गर्दा गर्छ होला बिचमै रोकिन्छ मलाई थाहा छ भयो कुदाम ल गएँ है म फेरि उता चाहिँ उकालो रहेछ अलिक पाइडल मार्नु पर्छ होला है एउटा तारमा हिँड्दैछु म एउटा तारको भरमा के आइसक्यो हौ जमाना पनि बा बेला बेला यो तार हल्लेको देख्दा त डर पनि लाग्दो रहेछ हौ हेर्नु त अबुई ओइ म त्यहाँ होइन त्यहाँ नजिक आएपछि त्यहाँ फर्के पारेर गर है भिडियो अहिले म त्यहाँ आउँदा अहिले गरेको थिएन भने फेरि मराइए दिन्छु हो नि त यहाँ बल्ल बल्ल चढ्नु पाएको बेला त यसो भिडियो पनि हाल्नु पर्दैन पर्फेक्ट खालको अनि यत्रो बेला पैसा खर्च गरेर चढेर सोचेको जस्तो भिडियो आएन भने के गर्नु मर्नुमा साथीहरू म कालो देखेँ भने कि उसको गल्ती हो है म त गोरु छु तपाईँहरूलाई थाहा छ त होइन यो चाहिँ खोल्नु पर्दैन दाइ ए उता जिप लाइनको लागि पनि ए म त खोल्नु पर्छ भनेर नि खै तिमी त पुर्खा मान्छे त मेरो टाउकैमा त निकालिदिँदै होला है यता जिउहरू त देखेको छैन होला होइन देखाइदिन्छु ए तिम्रो चाहिँ देखाइदिन्छु जाऊ अब उसको बारी है उसको बारी अब पैसा तिरेर खेल्दिन भने त झारिदिन्छु नि फेरि म त साथी बल्ल बल्ल गएको कि मुनिको सिन चाहिँ देखाउनु पर्ने हुन्छ है ओए खुट्टा काट्छ रहेछ माका डक ओए खुट्टा काट्छ ओए बेबा म घर जान्छु बेबा घर जानेर बेबा मरे र घर जाने साथीहरू यो गङ्गो छेत्री नि बाफ्रे म डराउँदिनँ मैले त भनिदिएको मात्र भन्थेँ नि कस्तो लाग्यो कस्तो गर्दा मम्मी बेबो म गाडी जान्छु के अब त परमानै छ परमानै छ तर हेर्नु है दाइ त्यो केटीको त्यहाँ रुन आँटेको बेला चाहिँ भिडियो बनाइदिनु ल रुन्छ क्या यहाँ पनि रुन्छ यो टायरमा रुदिन होला त्यो के अरे डोरीमा रुदिन होला यो पिङमा चाहिँ यो पक्का रुन्छ क्या मलाई थाहा छ के हो नि यस्तो अहिले त तिमीलाई के हो नि अब यहाँ हेर न लस्किन्छ अनि पो मजा हुन्छ त साथीहरू होइन यतिको त हुनु पर्यो नि जिन्दगीको गोरेटोमा यहाँ हिँड्नु लागेको होइन तिम्रो मन ढकढक पर्दा है यस्तोमा अहिले हेर्नै साथीहरू अनुहार हेर्नै यस्तोमा ओइ यहाँ चाहिँ साथीहरू दुईटा हात पक्रेर हिँड्नु पर्ने हुन्छ होइन तर के एक बारको जुनीमा दुईटा हात पक्रेर हिँड्नु यो चप्पलले म त उयो हुँदो रहेछ ए त चप्पल खोलेर फ्याल्देऊ साथी अब यहाँ डर लागेको बेला हेर्नु है साथीहरू जान्न अरे आइज भन्दैछु अहिले चप्पल खोलेर अहिले मरायो दिन्छु अनि त्यो बसेर चाहिँ आउनु पाइँदैन ओइ त्यो चप्पल त्यतै राख चप्पल अहिले ल्याउनु कि त्यो चप्पल त्यही राख कि आऊ
कस्तो लाग्यो ल साथीहरू म निरन्तर अगाडि बढ्दैछु ल त्यो मोबाइल पनि ल्याएर लानु पर्यो म त तपाईँ आउनुहुन्छ नि म त उताबाट आउँछ नि बेजतै गरायो हौ यसले त ओइ नसकेको नगरेको ओइ गर्दैन हौ यो बेबी गर्ल त बा कस्तो नराम्रो मान्छे हौ गर हुँदैन है छ्या बेजत नगर है छ्या सिधा गर न सिधा लड्यो भने पनि तिमी झुन्डिन्छौ लु बाहिर चाल छिटो लु सीमा खुट्टा फेरि राख्यौ हो त्यसरी ल अर्कोमा पक्रा रियाक्सन दिन भनेको कस्तो लाग्यो रियाक्सन नदिएको अनुहार अघि मैले भनेको साथीहरू यहाँ आइपुग्दा छेड्छौ तिमी भनेको म केही रियाक्सन नदिकन आउँछु भनेर भरे त्यहाँ दुई पाइल गर्छ यस्ता हुन्छन् मान्छेहरू छ्या बेजतै गराउने भाइ अनि अझ त्यो गरेको नहाल ल भन्छ उसले भनेर हुन्छ किन डराएको त होइन त्यो नहाल्ने भयो त नडराइकन टकटक आउनु पर्यो म जस्तो साथीहरू अब हामी यहाँ झुन्डिन आँटेको है अब यो तारमा चाहिँ पारी पुग्नु पर्ने हुन्छ त्यसरी मजा हुँदो रहेछ त बस्दा त यो लगाएको नि फाइदा हुँदो रहेछ साथीहरू बस्नु सजिलो हुँदो रहेछ नि त यस्तो जान्छ है तिमी फेरि म त कति मजा साथीहरू कति मजा भयो त सको हातमा छोड नि फेरि ल रेडी गो खुट्टा माथि कस्तो लाग्यो साथी अहिले यही खेल्दा मात्र डराएन है न त दुइटै खेल्दा गरेको थाहा होला नि तपाईँहरूले पनि भिडियोमा देखिसक्नु भयो त अब यहाँदेखि चाहिँ हामी हिँड्दै जानुपर्ने हुन्छ साथीहरू किनभने जिपलाइन त वान वेमा त हुन्छ नि त नि साथीहरू अब अहिले चाहिँ हाम्रो होइन 1000 रुपियाँ चाहिँ असुल भइसकेको छ हामीले चाहिँ 3वटा खेल्ने 1000 हो नि त मेरो मात्र त 1000 तिम्रो मात्र 1000 अनि अब 3टै खेल्ने कुरा खेलिसक्यौँ अब यहाँ उसले खोल्दैछ मेनी पक्को पेन अनि यहाँ मेरो पनि यो खोल्ने अनि त्यसपछि हामी हिँड्दै जानुपर्ने हुन्छ 5-10 मिनट लाग्छ अरे हामी त पारिपट्टि पुग्नको लागि चाहिँ अघि सुतु चिप्लिँदै आउँदा त मजा भयो है अहिले चाहिँ यहाँ हिँड्दै यस्तो बाटो हिँड्दैछौँ है साथीहरू हामी चाहिँ यहाँ हामीलाई 5 मिनट जति लाग्छ होला यो बाटोबाट पर पुग्नको लागि म त झन्डै बाटो कहाँ भन्छु नि झन्डै यता मास्तिर हिँडेको ल है साथीहरू 1000 रुपियाँ टिकट पचाएर हिँडेको यो मटका बिरयानी पनि बोकै भयो होइन झन् यो गड्डाङ र कुटुङ यो अफरोड बाटोमा आउँदा भोक लाग्छ र खाम भनेको खै भोकै लागेन अब फर्केको हामी कस्तो भयो तिमीलाई बोला न बोला हेलो म त बिमारी पो भएछ हौ ला बिरामी भयो अरे डाइरिया भयो जस्तो छ साथीहरू होइन अब जे होस् पैसा परेको भनेर चाहिँ बिरयानी भातमा पलास्ती बाँधेर खाइँदैछ छोड्नु त भएन नि त होइन हो यिनीहरू नखाने अरे भोक लागेन अरे मलाई नि भोक त लागेको त होइन कि अब यसो गर्नु पर्यो नि त यतिको त साथीहरू मासु त यी कत्रो मासु छ मासु खानु मन लाग्छ क्या भात खाँदैछु यहाँ चाहिँ मासु है ल अब आज एकदम रमाइलो भयो के रमाइलो त कसलाई के यस्तो के भयो सबै त तपाईँहरूलाई थाहा भइहालेको छ होइन अब यिनीहरू चाहिँ जान्छे त्यसको आमाले फेरि छाला पड्काइन्छ होइन टक्क मासु ल दाम देऊ मलाई दाम ओइ म चाहिँ के हिँड्दै घर जानु मारिदिन्छ अनि बाई गरे बाई